ल गाइस है हामी चाहिँ अब यहाँ फेरि नयाँ भ्लगमा जोडिसकेको छौँ र आज खेल्नेवाला छौँ हामी चाहिँ नानीहरूसँग। यहाँनिर छ यहाँ नानीहरूसँग ल ल ल ल ल ल बाबुहरू। यहाँ अर्को एउटा बुढो बाबु पनि रहेछ। र ए मलाई चाहिँ न र हामी चाहिँ अब यहाँ नयाँ भ्लगमा जोडिसकेको छौँ गाइस होइन। तपाईँले देख्न सक्नुहुन्छ चुङ्गी खेल्ने उमेर त होइन तर पनि यहाँ कमलले खेलिरहेको अवस्था देखिन्छ। ल म पनि है म पनि र प्लिज तपाईँले देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू। कसलाई हेर्नु कसलाई हेर्नु कस्तो मलाई त सिद्धेन अब पूर्णिमा कहाँ रोडमा बसेको यता 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 नानी कसरी 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 ल ठिक छ। र हामी चाहिँ यहाँनिर नयाँ भ्लगमा जोडिसकेको जस्तो छौँ। र यो कमल हो रहेछ क्या केटाकेटीसँग के खेलिरहेको तिमी यार लु भएन गोली हाल्नुहोस् चाहिँ त्यता बाख्राले गहुँ खाइसक्यो र गाह्रो हुनसक्छ त्यहाँनिर। र हामी चाहिँ अब यस्तो छ गाई चाहिँ यतातिर हाम्रो गाउँ चाहिँ मालु यहाँ अगाडि मेन रोड हो जहाँ चाहिँ गाडीहरू कुदिरहेको अवस्था देखिन्छ। र तपाईँले यता गाउँ हेर्न सक्नुहुन्छ कस्तो बवाल छ यहाँनिर। र म चाहिँ यता छु र यता हाम्रो केटाकेटीहरू खेलिरहेको अवस्था। साथी यहाँ भाउजू कहाँबाट निस्किनु भयो भर्खरै बोटको लिएर भात फेरि तपाईँ भात कता खानुभयो भाउजू? भात फाल्नु हुँदैन ओ भात तरकारी पो फाल्नु भएको किन भाउजू त्यस्तो नगर्नु न। कुखुराले खाँदैन कति खाओस् त फेरि ए त्यहाँ होइन रोडमै अब भो सिद्धेन अब त्यस्तो पाराले अन्नले सराप्ने भयो यस्तो फाल्नु हुँदैन भन्ने सुनेको थियो मम्मीहरूले भन्नुहुन्थ्यो। र हामीले वास्तवमा भन्नुपर्दा फाल्नु पनि हुँदैन गाई छैन आउट खुब रमाछ त्यत्रो केटाकेटीहरूसँग 2 वर्ष 5 वर्षका बालकहरूसँग खेलेर रमाछ जित्यो भनेर बुया बुया हान्यो। र यसरी बुया हान्नु मिल्दैन यहाँनिर किनकि केटाकेटीहरूसँग मेरो टाउकोमा झन्डै उडाएको त के हो तरिका कम सर बाफ्रे बाफ्रे सुनिले त अनि। र हामी चाहिँ आजको भ्लग यस्तो रहेको छ अर्ग्यानिक टाइपको केटाकेटी नानीहरूसँग चाहिँ चुङ्गी खेल्ने बम ब्लास्ट पनि भन्ने गर्दछ। र है गाइस अब यस्तै छ हेर्दै गर्नु होला भ्लग है। हामी चाहिँ अब सठिक रूपमा भ्लगतिरै जानुपर्ने हुन्छ। हो किरण के गरेको थियो उठ तेरो करण ए करणले ल तिम्रो परिचय देऊ न त प्लिज परिचय देऊ न त परिचय। मेरो नाम श्री नाच्नुपर्छ नि ऱ्याप त दिनु पर्दैन प्लिज। तिम्रो घर कहाँ हो भन सिद्धेन अब तिमी इन्डियाको हिन्दी बोल्न आउँछ त्यसो है लु बोल त ए बिर्सिहाल्यो इन्डिया घर इन्डिया त बिर्सिहाल्यो गाह्रो हुन्छ। र भ्लगै यस्तो छ आजको जुन तपाईँहरूले देखिसक्नुभयो। र अब मैले के गर्नु त कन्टेन्टै भेटिएन त कस्तो भ्लग बनाउनलाई। सो गाइस होइन तपाईँहरू अब यस्तै छ मेरो भ्लग चाहिँ अब यस्तै हुन्छ। र सो तपाईँहरूले चाहिँ अब हेर्नुपर्ने हुन्छ थोरै बहुत। मैले तपाईँहरूलाई एउटा नयाँ भिडियोमा अर्को भिडियोमा चाहिँ उताबाट नयाँ पाइन्ट्याङबाट यो पाइन्ट्याङ यो पाइन्ट्याङ यो पाइन्ट्याङ हो अनि यो चाहिँ यसमा नि एक दिन चढेर म भिडियो बनाउने छु तपाईँहरूमा ल्याउने नै छु। सो तपाईँहरूले हेर्दै गर्नु होला। अनि हाम्रो यता अर्की छोरी हो डान्स आउँछ ल डान्स देखाउन नानी प्लिज लु भयो त अब सिद्धेन अब उता नि नाच्नु थाल्यो मोटी नि नाच्नु थाल्यो। र यस्तै हो भने चाहिँ भ्लगमा निकै
लिजन भने होइन तिम्रो नाम सृजन ल ओके गाइज है त यस्तो छ भ्लग आजको भ्लग चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु सो तपाईँहरूले हेरिहाल्नुभयो र मलाई चाहिँ थोरै यहाँ केटाकेटीसँग खेल्नु पर्ने हुन्छ गाइज ओके ल